भनिन्छ हरेक महान कार्यहरू एउटा सानो निर्णयबाट नै सुरुवात हुन्छन्। यस्तै मेरो जीवनमा आइपर्ने नेतृत्व विकास यात्रामा एउटा सानो निर्णय थियो लियो क्लबमा आबद्ध हुने। धन्यवाद छ कार्यक्रम सञ्चालकज्यू, यस कार्यक्रमका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू तथा अन्य अतिथिवर्गहरू तथा विभिन्न क्षेत्रबाट पाल्नुभएका मेरा प्रतिस्पर्धी तथा अप्रतिस्पर्धी सम्पूर्ण लियो मित्रहरूमा म मेरो तर्फदेखि न्यानो अभिवादन टक्राउन चाहन्छु। स्वीकार्नुहोस् सन्ध्याकालीन न्यानो अभिवादन। आज मिति 2082 7 महिना 14 गतेका दिन हाम्रो लियो जिल्ला परिषद 325 जे नेपालद्वारा आयोजित यस वक्तित्व कला प्रतियोगितामा मैले नेतृत्व सम्बन्धी आफ्ना विचारहरू तथा अनुभवहरू राख्न पाउँदा निकै नै भाग्यशाली महसुस गरेको छु। सँगसँगै आयोजक जिल्ला परिवारप्रति धन्यवाद ज्ञापन पनि गर्न चाहन्छु। भनिन्छ हरेक देशको भविष्य त्यस देशका युवाहरूमा निर्भर गर्दछ। के युवा हुनु मात्र पर्याप्त छ? ती युवाहरूले कस्तो नेतृत्वशिप प्राप्त गर्दछन् त्यो महत्त्वपूर्ण छ। आज म यही महत्त्वपूर्ण विषय नेतृत्व विकासका लागि लियो शीर्षकमा आफ्ना विचारहरू राख्न गइरहेको छु। हामी यहाँहरू सबैलाई अवगत नै छ, केही समय अगाडि मात्रै नेपालमा भएको जेनजी आन्दोलन, त्यसलाई हामीले नजिकबाट निहाल्दा त्यसमा एउटा हामीले तीतो यथार्थ भेट्यौं। सशक्त नेतृत्वको अभाव। युवाहरूमा ऊर्जा थियो, बलियो मुद्दा थियो, तर पनि पुरानो नेतृत्वबाट विश्वास हटिसकेकाले उनीहरूले कुनै पनि एक युवालाई आफ्नो नेतृत्वका रूपमा अगाडि सार्न चाहेनन्। यसले वर्तमान समयमा वास्तविक नेतृत्वको परिभाषा खोज्न हामीलाई बाध्य बनाउँदै वर्तमान समयमा यसको आवश्यकतालाई पनि दर्शाउँछ। यही भनाइलाई अझ साकार पार्नका लागि साइमन सिनेकको भनाइ पनि मननयोग्य रहन्छ। उनले भनेका छन्, लिडरशिप इज नट अबाउट बिङ इन चार्ज, इट इज अबाउट टेकिङ केयर अबाउट दोज हु इज इन योर चार्ज। अर्थात् नेतृत्व भनेको कुनै पनि पद लिनु मात्र होइन, पदमा रहेकाहरू तथा संगठनमा रहेकाहरूको हेरचाह गर्दै उनीहरूसँग सहकार्य गर्दै अगाडि बढ्नु हो। हामी लियो क्लबमा आबद्ध हुँदै गर्दा पनि लियोले यही सिद्धान्तलाई सिकाउँछ। हामी लियोवादको यात्रामा अगाडि लाग्दै गर्दा लियो क्लबले गर्ने हरेक गतिविधिहरूले हामीलाई नेतृत्व अवसर र अनुभवको माध्यमबाट हामीलाई कसरी नेतृत्व विकासको यात्रामा परिवर्तनको सम्भाग बनाउँछ भन्ने कुरामा म केही चर्चा गर्न गइरहेको छु। लियोको शब्दबाट नै थाहा हुन्छ कि यसले कसरी नेतृत्वलाई प्रायोरिटी राख्छ। लियोका हरेक शब्दहरूले नेतृत्वका हरेक गुणहरूलाई विकास गर्दै नेतृत्व विकासमा सहयोग पुर्याउँछन्। लियोमा रहेको पहिलो शब्द याल अर्थात् लिडरशिपले स्वयं नेतृत्वलाई नै जनाउँछ। यसले लियो क्लबमा नेतृत्वलाई प्राथमिकतामा राखेको कुरालाई पनि दर्शाउँछ। हामी लियो क्लबका विभिन्न कार्यक्रमहरू जस्तै लियो क्लबको आन्तरिक चुनावमा भाग लिने, बैठकहरू सञ्चालन गर्ने, सँगसँगै अरूलाई प्रेरित गर्दै आफू सहकार्य गर्दै अगाडि बढ्ने कुराले लियो क्लबको पहिलो अक्षर लिडरशिप अर्थात् नेतृत्वलाई सार्थकता प्रदान गर्दछ भने हामीले समुदाय स्तरमा गर्ने विभिन्न परियोजनाहरूको योजना बनाउने, बजेट व्यवस्थापन गर्ने र विभिन्न पृष्ठभूमिबाट आएका लियो सदस्यहरूसँग सहकार्य गर्दै त्यसलाई कार्यान्वयनमा लैजाँदै जाँदा हुने अनुभवबाट पनि हामीलाई अनुभवको माध्यमबाट अर्थात् लियोमा रहेको दोस्रो शब्द एक्सपिरियन्स अर्थात् एक्सपिरियन्स अनुभवको मार्फतबाट पनि हामीलाई नेतृत्व विकासमा थप निखारता प्रदान गर्दछ। यसै गरी हामी लियोवादको यो यात्रामा अगाडि बढ्दै गर्दा लियोमा रहेको तेस्रो शब्द अर्थात् अपर्च्युनिटी। लियो क्लबमा आबद्ध हुँदै गर्दा हामी सार्वजनिक रूपमा आफ्ना धारणाहरू राख्ने होस्, क्लबका बैठकहरूमा लियो प्लेदेखि सुरु भएको यात्रा सार्वजनिक रूपमा आफ्ना धारणाहरू राख्ने, प्रभावकारी रूपमा सञ्चार कौशल विकास गर्ने तथा लायन्स अग्रजीवहरूबाट मार्गदर्शन लिने, सँगसँगै लियो लायन्स इन्टरनेसनलको यो विश्वव्यापी सञ्जालसँग जोडिने अवसरहरू प्रदान गर्दै हामीलाई यसमा थप निखारता ल्याउँदछ। सँगसँगै लियो क्लबका विभिन्न परियोजनाहरू गर्दै जाँदा लर्निङ बाई डुइङ अर्थात् गर्दै सिक्दै भन्ने परियोजनाले पनि अन्य गुणहरूलाई पनि विकास गर्छ। यस सँगसँगै लियो क्लबका विभिन्न परियोजनाहरूमा आबद्ध हुँदै गर्दा समय व्यवस्थापन सिप, नेतृत्व गर्ने सिप तथा विभिन्न दया करुणा जस्ता मानवीय सिपहरूको पनि विकास गर्दै असल नेतृत्वमा हुनुपर्ने कुशल गुणहरूको पनि विकास गराउँदै नेतृत्व विकासमा अगाडि बढाउँछ। यही सम्बन्धमा महात्मा गान्धीले भनेका छन्, नेतृत्व भनेको आफूलाई चिन्ने सबैभन्दा उत्तम उपाय भनेको अरूको सेवामा आफूलाई समर्पित गर्नु हो। लियो क्लबका हरेक क्रियाकलापले आफूलाई चिन्दै सहकार्य गर्दै सहकार्यको माध्यमबाट सहकार्यको महत्त्व बुझाउँदै म भन्ने भावनालाई हामी भन्ने भावनातर्फ अग्रसर गराउँछ। अन्त्यमा म यो भन्न चाहन्छु कि लियो क्लब एउटा सामाजिक संस्था मात्र होइन, यो हामी जस्ता युवाहरूको
भविष्यमा कुशल नैतिकवान र इमान्दार नेता बनाउने पाठशाला हो। यति भन्दै मेरा भनाइहरू यही अन्त्य गर्न चाहन्छु। धन्यवाद।